त हामी के अब आइस लेकमा हिँड्दैछौँ अब यता यता के हो मान्छे यता कराक पराप रहेछ ल यतापट्टि के अब यो के टिलिचो हो यो के अन्नपूर्ण उता घाम लागिरह कराक बस्ने मात्रै जान्न म त उफ बब्बाले छ है त गाइज नयाँ छ आयो यही त हो ले अम्बो खतरा ल त बाई बाई पञ्चकुण्ड 5 कुण्ड ल के घुम्नलाई एबिसी घुम्नलाई के हो त्यहाँबाट लाइ चरी के हो नि अलिक सोचेर गा न अलिक मिठो गीत तिम्रो गीत छेउटु पानीलाई देऊ ए फेरि मेरो त त्यही गीत दोहोरिन्छ क्या ल दाइ ल हिमाल बब्बा लाख यहाँ गाउनु पर्यो शान्त सित हामीलाई खेचायो नि माया पानको पात गीत मिलाइदो छोटो पा सर है त सोल्टिनीहरू अब यसरी अब हिमाल अगाडि पछाडि राखेर आफू यसरी सेल्फी हान्नु पाउँदा त ठुलै कुरा जस्तो नि लाग्यो होइन मजा भइरहेको भाइब्स के राम्रै भइरहेछ ओहो आम्मामा के हो हिमालै छ कि हो कुरो कति राम्रो हिमालको खानी साथी तिमी घुम्न आउने कि नआउने माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सर यति राम्रो हिमाल आँखैमा झलला साथमा खोला पानी छ कलला माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मस्याङ्दी सलला हे कहिले मनाङ कहिलेको एबिसी साथीसँगै घुम्न आउने कि नआउने माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मस्याङ्दी सलला यति लाग्छ मनमा खुसी गाइरहेको छु हिमालको काखमुनि माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात ल फर्किँदै त गाइजहरू बाबाले छ ठाउँ त अच्छा लेकिन लन्डनको चिसोले समौला अनि माया छेउमै बस्नु चिसो छ तर त्यस्तो केही छैन यार चिसो केही लाग्दैन रहेछ तर केयर त गर्नु पर्यो आफूले नि औषधिहरू त सब लिनाउनै पर्यो नि होइन र कसो साथीहरू वै हेर्नु त आइस यस्तोमा चिप्लिन्छ क्या फेरि हो नि ल है त साथीहरू पानी हो तर जमेछ क्या अब साइडमा चाहिँ उति जम्ने क्या आमा यही त होला नि हिमाल भनेको ढोकाले जम्ने है त बेस क्याम्प पछि के अब ठ्याक्कै हामी रेडबुल डाँडामा आइपुगेको छ अहिले चाहिँ रेडबुल डाँडा आइज पहिलो जक्सन उताबाट फर्किँदाखेरि बस्ने अब उता माथिबाट आएर लास्टमा हावा स्टेसनमा बस्ने रेडबुल डाँडा हो हिमालै हिमाल छ चमे यहाँ त आइस अलिकति टाढोदेखि रहेछ
डाँडाको झरना यो हो पुरै जमेछ क्या साइडमा पानी नै आएर रेलपुर डाँडाको झरना सिपिङ चाहिँ यसमा याद गर्दै हिँड्नुपर्छ हामी आफूले केयर गर्नु पऱ्यो लड्यो भने त खत्तम भयो त ढाँड साँडो जान्छ त अलि के भएर कि चिसो भएर कि के भइरह है दाइले क्या बाटो बनाउँदैछ हाम्रो भाइले हाल्दैछ बाटो बनाउँदैछ त्यहाँको कामै लाग्छ डेन्जर चिप्लो छ यहाँको अलिक चप्पल लाएर नहिँड्नु भने अनि लड्यो ओ लट्ठी लिन्न हो दाइ ओ दाइ ओइ लट्ठी दिएन उसलाई लट्ठी सिक है त्यहाँको अलिक रिक्सिने बाटो छ है त अब त्यही त नि हिउँको बाटो हिमालको बाटो होइन आइस भाषा जमेर अलिकति डेन्जर यहाँ छ अनि कति र के होला त्यहाँको अलिक रिक्सिने लाग्यो मलाई नि म कसरी कटौँ भइरहेको म आफ्नै है त म आफ्नै भिडियो भने जान्छु है भने घटना तल यार डेन्जर छ यार लड्यो भने त सक्यो त फेरि है गाह्रो छ बाटो राम्रो छ चालीहरूलाई भेनाले बाटो बनाउँदैछ यतिको त गर्नै पऱ्यो नत्र नि फेरि भाउजूले ल्याङ गर्ला दाइलाई चाली नानीहरू ल्याएको छ साइडमा होइन गाह्रो छ अब भेनाले बाटो बनाउँदैछ चालीहरूलाई यतिको केयर गर्ने भेना चाहियो क्या है त लास्ट रिक्सी छ यहाँ के बाटो डेन्जर जोन जस्तै हो अरे लड्छ त्यस्तो डेन्जर जोन होइन लड्यो भने त भाउजू लाग्यो नि त होइन यो अब हामी फाइनली अब धर्मशाला आइपुग्यो है त साथीहरू धर्मशाला यहाँ जो आएन बस्नु मिल्छ होला सायद इट्स कल धर्मशाला अब यहाँबाट बुस्केटै झर्दाखेरि 20-25 मिनट झर्छ अब आउँदाखेरि 40-45 मिनट लाग्छ होला इट्स कल धर्मशाला लेखेको छ तर मान्छे पनि बस्थ्यो होला सिजनमा र अहिले के धर्मशाला नै जस्तो लाग्छ हो धर्मशाला नै हो यो इट्स कल धर्मशाला गाइज सायद यहाँ नि थियो होला क्याम्प त तर अहिले के छैन ल इट्स कल धर्मशाला गाइज है त 8 बजी हिँडेको थियो होइन बुस्केट मेला भनेपछि बिस्तारै हिँड्यो म मात्र भए त म 1-1.5 घन्टा आइपुग्थ्यो होला 8 भनेपछि 9, 10 कति बजी 10 बजी होला अहिले 10:30 भयो होला लगभग हामी बुस्केट मेला आइपुग्यो 1.5 घन्टा लाग्यो होला हामीलाई यार भनेपछि 2 घन्टा लाग्यो हामीलाई है त साथीहरू बुस्केट मेला कलिङ है त साथीहरू त बुस्केट है त कि यहाँबाट माथिकै एकैचोटि बेस क्याम्प हो है त साथीहरू यतिको बाटो त हुनै पर्यो नि होइन यहाँबाट देख्दैन रहेछ अगाडिबाट देख्छ बबल छ गुफा फाट आइपुग्यो तपाईँहरू नि अब म त माथि गएर हामी खास यहाँ बसेको थियो क्या अनि यहाँबाट हामी सिधै गएको हो हिजो लगभग हामी हिजो यहाँबाट 8 बजीतिर 8:30 त्यस्तै भएको थियो होला हिँड्दाखेरि 2:30 बजी पुग्यो अनि त्यही बस्यो आज फर्केको तर लेख्नु होला कारण के होला यहाँ बेस क्याम्पतिरै बसेर गयो भने सजिलो हुन्छ ओइट ओइट सुनसान छ त्यहाँ गुफा फाट आइपुग्यो ल बबाल छ है त गाई सिडी ओ ट्रेकिङको है त नर्थ एपिसी ट्रेकिङको बाटो बबाल छ यो के गुफा फाटबाट तर साथी खोला है के भन्यो क्या साथी खोला हो क्या पहिला हो नि त्यसपछि के अनि फुत्फुते आउँछ होइन यस्तै हो रमाइलो हो आत्यो भन्दाखेरि हिँड्न सक्दैन नि चिनमा भिडियो बनाएर कि हिँड्न सक्ने रहेछ कि हिँडेको थाहै नहुने म्याकुरी साथी खर्क फुत्फुते तलै रहेछ अझै है त साथी खर्क यहाँबाट कि माथि 4000 मिटर हाइट अन्नपूर्ण फर्स्ट स्क्याम उल्टो हुँदैछ यार फुटफुटे झर्नुभन्दा माथिकै डेन्जर उकालो छ है गाइस यहाँबाट फेरि 1300 हो के हो स्यास्या गरेर त
बबल छ बाटो नि ओइच एकदम हात्तीमै यो बाटो देखेर गाइज यति हो कालो फेरि के फुतफुते झर्ना झर्ने बाटो है त डेन्जर अप्ठ्यारो हुन्छ फुतफुते झर्नाबाट माथि साथी खर्क जान के बबाले हुन्छ ऊ तल हो अनि त्यहीँ हो त्यो ठ्याक्कै देखिरहेको छ नि त फुतफुते झर्ना है त्यो के बाटो यस्तै हो ठाडै बाटो हो सजिलो हो चिलमा इन्जोय गर्ने त बबाल छ क्या भ्यू चाहिँ है त साथीहरू अरू त्यस्तै हो होइन बगानै छ ठाउँ है त गाइजहरू नेपाल हो नि आम्मा ढुङ्गाहरू ढुङ्गामा धरि नेपालै छ क्या के अरे आए जमेको क्या झर्नामा है जम्किरहेको क्या चैत वैशाखमा त्यही भएर होला क्या खोला खोला हुने सब जग्गा आउँछ होला साथी खोला बेस क्याम्प साथी खोला बेस क्याम्प नि आइपुग्यो है त ठ्याक्कै मैले छेकिँदै रहेछ क्या कतापट्टि हो देखिन्न नि त मान्छेको भ्यूमा त देखिन्छ रमाइलो छ होइन ल फुलको बबाले रिस्की छ है आमामा स्नो पुल हेर्नु न पुल त देखिँदैन त्यसो देखिनु पऱ्यो डर लाग्छ यार म्याच बबाल छ तर कता हल्लिने सब काठको पुल हो क्या यहाँको कति छ म्याच गाह्रोमा साथीहरू हामी के अब कति 6 घन्टा लाग्यो भन्नु पऱ्यो होइन ठ्याक्कै अब गाडी पाउने ठाउँसम्म के आइपुग्यो ल हुमखोला हाइड्रो पावर है त हो कि हाम्रो बाइक त्यहीँनिर छ अलिकति तल है त हुमखोला आइपुग्यो अब हामी सायद तातो पानी जान्छौँ होला तातो पानी गएर बस्ने भन्ने प्लान हो है त हुमखोला हाइड्रो पावर आइपुग्यो तर केटा आइदिनु सँगसँगै नै आयो भने लगभग 4 घन्टामा कि इजिली सक्छ है हामी ट्रेकिङ नहिँड्ने मान्छे भयो भने सोल्टीहरू ल मेरो कुरा बुझ्दो ल बिहान 9 बजेबाट भर्खर कति बज्यो 6 घन्टा लाग्यो यार हाम्रो बिचेत भयो यार आज ल है त हामी आइपुग्यो गाडी हिँड्ने ठाउँमा आइपुग्यो ल साथीहरू हाम्रो बाइक यहीँ छ ल हामीले बाइकमा जान्छ अब ल है त कति 2883 हाइटमा रहेछ यहाँसम्म बाइक ल्यायो है हामीले त गाडी ल हाइट अब क्या हामी यहाँ ट्र्याक रोडमा आइपुग्यो बाइक तल छ जान्छ अब चिलमा है त ल बिस्तारै एडभेन्चर भने जस्तै अब त्यस्तै हो बिस्तारै गइन्छ बाई छ हुमखोला हाइड्रो पावरमा छ हाम्रो बाइक हो म्याने फेने होम है त हामी ठ्याक्कै बाइक भाटामा आइपुग्यो है त हुमखोला हाइड्रो पावर हाम्रो बाइक यस्तो छ है अब स्टार्ट हुन्छ हुँदैन त्यो थाहै होइन दाइले ट्राई गर्छ दाइले ट्राई हान्दा ल गियरमा होला बाइक त गाह्रो छ आइपुग्यो जे हो नि खुसी लाग्यो यार हिँड्न त त्यस्तो थाकेको थिएन अब कस्तो हुन्छ अब राइडकै अब यहाँ साइको हुन्छ क्या हामी अब है त हाम्रो फाइनल्ली साथीहरू ल मजा भएको छ यार बाइक स्टार्ट हुँदैन रमाइलो लाग्छ यार बाइक स्टार्ट हुन्छ यहाँ आत्या थियो हाम्रो दाइ जे पर्छ त्यही टर्छ भनेर लिएर आएको ल अब तातो पानीमा हुन्छ है त हाम्रो